हेलो नमस्ते सबैजनालाई है। म आज कहाँ छु भन्दाखेरि प्रधाननगर एबिएस फ्यामिली सेलुन है। र यहाँ हाम्रो भाइ बहिनीले है एकदमै राम्रो सेलुन खोल्नु भएको रहेछ। किनभने अब म भिजिट गरेँ र साथसाथमा हाम्रो भाइले मलाई एकदमै मायाले पनि है रेस्पेक्टली मलाई इज्जत गरिदिनु भयो। त्यसको लागि भाइलाई थ्याङ्क यू सो मच है। अनि यो फ्यामिली सेलुन पर्यो त यहाँ हामी मेल फिमेल भनौँ युनिसेक्स सेलुन रहेछ है। र भनौँ भने जाँदाखेरि म अलिक झुस्रे मुस्रे भएर पुगेको थिएँ है। र म निक्लिँदाखेरि म अर्कै भएर निक्लेँ। र हाम्रो भाइ बहिनीहरूको एकदमै वर्क पनि एकदमै एक्सपिरियन्स रहेछ। उहाँ भाइहरू बेङ्गलोरमा पहिल्यै यही काम गरेर आउनुभएको है। र यहाँ आफ्नै खोल्नु भएको रहेछ। सो प्लिज सपोर्ट होइन। हामी नेपाली आफूले एकअर्कालाई सपोर्ट पनि गर्नुपर्छ है। र साथसाथमा हेर्नुहोस् यहाँ सबै प्रकारको फेसिलिटिज है। यहाँ सबै प्रकारको है फेसको पनि सबै प्रकारको ट्रिटमेन्ट हुँदो रहेछ है। हेयर ट्रिटमेन्ट भनौँ हेयरको सबै प्रकारको है। अनि म त एकदमै आनन्द लाग्यो होइन। म चाहन्छु तपाईँहरू पनि भिजिट गर्नुहोस् होइन। हाम्रो जति पनि भाइ बहिनीहरू हुन्छ जो तपाईँहरू इच्छुक हुनुहुन्छ होइन प्लिज भिजिट है। एकदमै राम्रो काम छ हाम्रो भाइको हाम्रो बहिनीको है। मलाई त एकदमै चेन्ज गरेर पठाइदिनु भएको थियो। त्यसको लागि फेरि पनि म धन्यवाद भन्न चाहन्छु है। र म त सपोर्ट गर्छु, तपाईँहरूले पनि सपोर्ट गर्नुहोस् है। हामीले एकअर्कालाई सपोर्ट गर्नुपर्छ है। सो यही भन्न चाहन्छु म तपाईँहरूलाई। र तपाईँहरूले हेर्न सक्नुहुन्छ सबै प्रकारको फेसिलिटिज छ है। र थ्याङ्क यू सो मच होइन। प्लिज भिजिट गर्नुहोला प्रधाननगर है पटेल रोड हेरिटेज बिसाइडको त्यो हेरिटेजको गलीबाट सिधा जानुभयो भने तपाईँहरूले देखिहाल्नुहुन्छ है। 200 मिटर्स भित्र जस्तो। थ्याङ्क यू। एबिएस सेलुनमा आउनुभयो तपाईँलाई होइन। एकदमै थ्याङ्क यू सो मच है। यहाँ म त अर्कै मान्छे अर्कै चेन्ज भएको जस्तो भएको छु है। थ्याङ्क यू भाइ अलवेज।